युके आइसी खाना चाहिँ टन्न खानुपर्छ अनि डिप्रेसनमा चाहिँ जानै हुँदैन है भन्ने कुरा 1 महिना नपाउला 2 महिना नपाउला 3 महिनासम्म त पाइहाल्छ नि। खोज्न जाने हो हार मान्ने होइन। कामबाट आउँदा साह्रै नेपालको याद आयो साथीहरू, त्यही भएर आज चाहिँ मैले बनाउँदैछु खसीको खुट्टा है। सँगै खसीको खुट्टा बनाऊँ है त। सुरुमा खसीको खुट्टालाई पखाल दखाल गर्ने, कुकर बसाल्ने, मेथी, जिरा, प्याज गोल्डन ब्राउन गराउने, खसीको खुट्टा हालिदिने। मरमसलामा प्रयोग भएको छ जिरा धनियाँको धुलो, अदुवा लसुनको पेस्ट, कश्मिरी मेथी, रङको लागि रेड चिली अनि बेसार, चेरी टमाटर मजाले हालिदिने, प्याट 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 हानिदिने। ग्रेभी भएर भएपछि पानी हालिदिने। तपाईँलाई कतिको यसको झोल खानु मन लागेको छ 15-16 सिटी लाएर भएपछि बन्द गरिदिने। फ्यात्लाक्कको कस्तो राम्रो भएको। अब त तपाईँले यो हड्डी पनि चबाउन सक्नुहुन्छ के साथीहरू। अब चाहिँ मजाले घाम लागेको पनि थियो। कचौरामा सुप हालेर लिएर गए, कराईमा भात हालेर गुवाम कि गुवाम खानातर्फ लागे। खाँदा पनि कस्तो नेपाल जस्तो भाइब भइदिइराखे। पछाडि सागै साग भएछ होइन। घाममा मजाले बसेर खसीको खुट्टा चरक चरक तान्दै खाँदै रस खाँदै मजा आयो साथीहरू। तपाईँहरू पनि युकेमा हुनुहुन्छ भने यो रेसिपी फलो गरेर खानु र नेपाल पुगे जस्तो फिल हुनु है। डिप्रेसनमा जाने होइन, टन्न खाना खाएर चाहिँ बस्नुपर्छ।